हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। आज चाहिँ म उता भेनाको रुममा जान लागेको, मम्मी र म। अहिले चाहिँ मम्मी घरमै हुनुहुन्छ। अनि अस्ति मम्मी आउनुहुने बेला नै भेनाले बोलाउनु भएको थियो कल गरेर, अनि फेरि नआउने भनेर कति धेरै कल गर्नुभयो। अनि आज नि फेरि जान लागेको, तर मलाई त जानै मन छैन, तर जान्छु। तर मैले भर्खर खाना खाएको 4-5 बज्यो होला दिउँसोको। यो मम्मी आउनु भयो, हामी जान्छु अब। तपाईहरुले देखाउँछु, हेर्दै गर्नुहोला। आजको मौसम चाहिँ यस्तो रहेको छ, यसरी हिँड्नु पर्छ। आज के छ हो यस्तो भिड छ मान्छेहरू, कस्तो नराम्रो आएको मेरोबाट। पानी पर्न लाग्यो ला। अघि चाहिँ मैले पानी पर्दैन भनेर छाता एउटा मात्र ल्याएको छु। मम्मीलाई एउटाले हुन्छ भनेर आएको, झन् पानी पर्न लाग्यो। अब के गर्ने होला। कस्तो राम्रो ठाउँ रहेछ। वाह, फोटो सुट भइरहेछ यता त। यता मान्छेको भिड छ। यही हो बस्न हुने ठाउँ चाहिँ। अब कसरी जाने होला। होइन गाइस, हामी चाहिँ पुग्यो भेना। यसरी पुग्नु पर्छ अरे। Enggak tolong salah. Oh, finally guys, मैले चाहिँ स्कुटी यसरी बनाइसक्यो। अब चाहिँ अहिले चाहिँ हामी खाना खाएर जान लाग्छौँ। भेनाजु मम्मी अनि भेनाजुले पुरै हुन्छ रे। अहिले चाहिँ हामी जाने हो बाइकमा। यस्तो बाटो नराम्रो छ, त्यही पनि जान्छौँ। फाइनली गाइज, हामी चाहिँ पुग्यौ रुममा। चाहिँ हिजोकै भिडियोसँग एडिट गरेर हाल्छु यो नि, आजको भिडियो नि। आज चाहिँ हाम्रो कलेजमा चाहिँ प्रोग्राम छ, त्यही भएर तयारी हुँदैछ सबै। अनि यता चाहिँ सबैजना प्रोग्राम चाहिँ अहिले एकछिनपछि सुरु हुन्छ। तपाईँलाई देखाउने छु, हेर्दै गर्नुहोला। नमस्कार, शुभ प्रभात। आज हामी विक्रम सम्वत 2082 जेठ महिनाको 12 गते ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत चौथो सेमेस्टरको अभ्यास शिक्षण अन्तर्गत वक्तृत्व कला स्नातक तहका विद्यार्थी भाइ बहिनीहरूको लागि वक्तृत्व कला प्रतियोगिता आयोजना गरेका छौँ। प्रविधिको काखमा मलाई रमाउन मन छ, प्रविधिको काखमा मलाई रमाउन मन छ, ज्ञानको सिप खोजी मलाई हाँस्न मन छ। शिक्षा उज्यालोको बत्ती भ्रमण अन्धकार हटाउने, शिक्षा उज्यालो बत्ती भ्रमण अन्धकार हटाउने, चेतनैतिकतालाई हटाएर ज्ञान अवसर बनाउने। यस कार्यक्रमका महोदय कम्पनीज्यू साथै न्यायका प्रतिमुखी कयौं फिल्ममध्ये उत्कृष्ट पुरस्कार पाउनुभएका पछि निर्णयहरू पूर्ववर्गहरू तथा मनोरञ्जन परिवार गरे साथ गरेका यहाँ पनि सम्पूर्ण साथीहरूमा मफुमारद्वारा नमस्कार ज्ञान गर्दछु। आज व्याख्यान 2 महिना बाहेक 12 गतेका दिन यसै ग्रामीण आदर्श बहुमुखी क्याम्पसद्वारा चौथो सेमेस्टर एमएद्वारा आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा मलाई पनि सहभागी हुन अवसर दिनुभएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।
ढिलाको समय ट्रेनमा खाली गर्न म आफ्नो विषयमा प्रश्न गर्न चाहन्छु। आइसी भन्नाले सूचना भण्डारण गर्ने, प्रस्तुत गर्ने, प्रशोधन गर्ने, संरक्षण गर्ने एवं आदान प्रदान गर्ने प्रविधिहरूको संयोजन बुझिन्छ। यसमा कम्प्युटर, इन्टरनेट, मोबाइल नेटवर्क, सफ्टवेयर आदि कोणहरू समावेश हुन्छन्। आइसीको प्रयोगले शिक्षा सहज, छिटो र प्रभावकारी रूपले सञ्चारमार्फत आदान प्रदान गर्न सकिन्छ। सदस्य महोदय, प्रविधिले शिक्षा क्षेत्रमा विद्यमान रूढिवादी संस्कार र विद्यमान रूढिवादी संस्कारलाई चुनौती दिँदै शिक्षणमा सिकाइ तथा प्रविधिलाई अघि बढाएको छ, जसले गर्दा विद्यार्थीहरूले आफूले आफ्नै सहज तरिकाले प्रविधिको प्रयोग गरी आफ्ना शिक्षा आर्जन गरिरहेका छन्, जसमा विद्यार्थीले कुनै त्रुटि कुनै बाधा अडचन आएमा इन्टरनेट तथा सूचना प्रविधिको प्रयोग गरी आफूलाई सहज तथा आफूले बुझ्ने तरिकाले आइसीको तथा सूचना संचार प्रविधिको प्रयोग गरी आफूले पढ्न सिक्न पाएका छन्, जसमा शिक्षक गुरुवर्गहरूको धेरै ठुलो भूमिका हुन्छ, जसले उनीहरूलाई निर्देशन दिएर उनीहरूलाई यो प्रविधिको प्रयोग गरेर आफूले विभिन्न तरिकाले न्यू तरिकाले उनीहरू ती कामहरू तथा ती नयाँ नवोन्मेषहरू कसरी प्राप्त गर्ने भनेर पनि आदेश दिएका हुन्छन्, जसमा विद्यार्थीले सोही अनुरूप विभिन्न सञ्चारको मार्फत विभिन्न ज्ञान आर्जन गर्न सकेका छन्, जसले गर्दा अहिलेको 21औं शताब्दीमा आइपुग्दा विभिन्न नयाँ तरिकाले विभिन्न ज्ञान आर्जन गरेका छन्, जसमध्ये अहिले हामीले यो कोरोनाको यस्तो हेर्दा पनि यो कोरोनाको अवस्थामा विद्यार्थीहरूले लकडाउनको अवस्थामा धेरै 2-3 वर्ष जस्तो ग्यापमा उनीहरूको शिक्षा प्रणालीमा धेरै बाधा अवसर आएका थिए, जसले गर्दा विद्यार्थीहरूले सोही समयमा संचार प्रविधिको प्रयोग गरेर अनलाइन मार्फत शिक्षकसँग सम्पर्क गरेर विभिन्न पोस्टहरू अध्ययन अनुसन्धानहरू प्राप्त गरेका थिए। त्यही अनुरूप विद्यार्थीले अहिले हामी यही लेभलसम्म यही स्तरसम्म पढ्दै त्यही अनलाइन पढ्दै अहिलेसम्म एक्जाम दिन आएर यहाँसम्म आइपुगेका छौँ। जसको कारणले इन्टरनेट तथा सूचना प्रविधिको धेरै महत्त्व छ र समग्र रूपमा भन्नुपर्दा सूचना तथा संचार प्रविधिको अहिलेको युगमा आएर धेरै महत्त्वपूर्ण योगदान छ, जसले गर्दा अहिले आएर मान्छेहरू विभिन्न संचार प्रविधिको प्रयोग गरेर देश विदेशमा रहेका कुरा खबरहरू तथा आफ्ना प्रतिक्रियाहरू व्यक्त गरेका छन्। र अन्तमा भन्नुपर्दा अहिलेको युगमा सूचना संचार प्रविधिको धेरै आवश्यक छ र यसलाई अझै हामीले सही सदुपयोग गरेर अगाडि लैजानुपर्छ। धन्यवाद। सूचना र प्रविधिको राख्नमा मलाई बाँच्न मन लाग्यो, सूचना र प्रविधिको राख्नमा मलाई बाँच्न मन लाग्यो, नयाँ ज्ञान सिकिन राख्न मन लाग्यो। धन्यवाद। कार्यक्रम दुध र पानी छुट्याउन खोला भन्दा बलियो भन्दा बलियो कलम बस्नुभएका निष्पक्ष विधायकहरूलाई अध्यात्म बस्तीबाट उज्यालो तर्फ दोहोऱ्याउनु हुने सामान्य गुरुवर्गहरू र प्रतिस्पर्धी साथीहरूमा स्वीकार गर्नुभएको गान्धी आदर्श बहुमुखी क्याम्पसमा एमए 14 सेमेस्टर हुन्छ। आयोजित यस वक्तृत्व कला प्रतियोगितामा मेरा केही भनाइहरू राख्ने अवसर दिनुभएकोमा आयोजक टिमप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सूचना प्रविधिले शिक्षामा पारेको प्रभाव। शिक्षा व्यक्तिको ज्ञानसित व्यवहारलाई रूपान्तरण गर्ने सशक्त माध्यम हो। शिक्षाले व्यक्तिलाई उज्जवल भविष्यतर्फ अगाडि बढ्न मद्दत गर्दछ। यसमा झन् 21औं शताब्दीमा आएर प्रविधिको प्रयोग गर्दा पनि शिक्षामा ठुलो क्रान्तिकारी परिवर्तन भइरहेको छ। शिक्षाले प्रविधिको प्रयोगले गर्दा शिक्षामा ठुलो आमूल परिवर्तन भएको छ। सूचना र संचार प्रविधि अब पाठ्यपुस्तक र विद्यालयमा मात्र कहाँ सीमित रह्यो? सूचना र संचार प्रविधि पाठ्यपुस्तक र विद्यालयमा मात्र कहाँ सीमित रह्यो? सूचना र संचार प्रविधि विद्यालय र शिक्षक सबैमा ध्यान गयो। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू, आदरणीय सभाका सभापति महोदय, प्रमुख अतिथिज्यू, न्यायको हातमा तराजु लिएर दुधको दुध र पानीको पानी सुक्याउन बस्नुभएका निर्णय मण्डलज्यू, गुरुवर्ग एवं मेरा प्यारा साथीहरू, आज यस ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालका काठमाडौँमा एमए 14 सेमेस्टरद्वारा आयोजित सूचना तथा संचार प्रणालीले शिक्षामा पारेको प्रभाव शीर्षकमा म सृजना नेपालले आफ्नो भनाइहरू राख्न पाउँदा गौरवान्वित महसुस गरेको छु। स्वीकार होस् मेरो न्यानो अभिवादन। सूचना तथा संचार प्रविधि भन्नाले विश्वको संसारको कुनै एउटा कुनामा बसेर अर्को संसारका विश्वको एउटा कुनै कुनामा बसेर अर्को कुनाका सूचना तथा संचार ज्ञान सिप तथा सूचनाहरूको आदान प्रदान गर्ने तथा आफ्ना भनाइ प्रतिक्रिया व्यक्त गर्ने प्रक्रियालाई सूचना तथा संचार प्रविधि भनिन्छ। आजको युगमा सूचना तथा संचार प्रविधि अनिवार्य गर्न गई सूचना तथा संचार प्रविधिविहीन शिक्षा निरुद्देश्य र अर्थपूर्ण विधि बन्दै गएको छ। सूचना तथा संचार प्रविधि प्रयोगकै कारणले गर्दा शिक्षा क्षेत्रमा देखिएका विभिन्न रूढिवादी चिन्तन र पद्धतिहरूलाई विस्थापित गर्ने शिक्षाका नयाँ मूल्य मान्यता र प्रक्रियालाई अवमूल्यन गर्न कायम र सहयोग पुगेको देखिन्छ। सूचना र संचार प्रविधिले गर्दा नै आज एउटा संसार नै एउटा विश्व नै एउटा सानो घर जस्तो भएको छ। विश्वको एउटा कुनै कुनामा बसेर एउटा ज्ञानको सिप हासिल गरी एउटा मानिसले आफ्नो मानिसमा लागेका भनाइहरू अरू समक्ष प्रस्तुत गर्न सक्ने आधुनिक शिक्षाको देन मान्न सकिन्छ। इन्टरनेट सेवाले गर्दा नै आज विकट ठाउँमा रहेका मानिसहरूले एउटा सुविधा सम्पन्न शिक्षा
शिक्षा क्षेत्रमा भइरहेको वा शिक्षकहरूले प्रदान गरिरहेको ज्ञान घर घरमा बसेर प्राप्त गरी आफ्नो क्षमताहरू प्रस्फुटन गर्ने अवसर पाएका छन्। शिक्षा सूचना तथा सञ्चार प्रविधि बिना गरिएका कार्यहरू अधुरो र अपूर्ण हुन्छ। जुन शिक्षक दक्ष छैन, सूचना र सञ्चार प्रविधिको चुनौती पनि रहेको छ। सूचना र सञ्चार प्रविधिले गर्दाखेरि विद्यार्थीहरू धेरै मनोरञ्जनमा लागिरहेका छन्। आफ्ना ध्यानहरू बढी बाहिरी कुरामा खर्च गर्दै आएका छन् र मानसिक सन्तुलनको शिकार पनि आफ्नो ज्यानै त्याग्न बाध्य बनेका पनि देखिन्छन्। सभापति महोदय, आजको युगमा सूचना तथा सञ्चार प्रविधि बिना गरिएका शैक्षिक संस्थामा कुनै पनि कार्यक्रमहरू सञ्चालन गरिन्छन् भने त्यो निरर्थक र निरुद्देश्य हुन जान्छ। सूचना तथा सञ्चार प्रविधिले आजको शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। सूचना तथा सञ्चार प्रविधिकै कारणले गर्दा जब विश्वमा कोभिड-19 आएर लकडाउन भएको थियो, त्यति बेला पनि सूचना र सञ्चार प्रविधि आफ्नो सूचना र सञ्चार प्रविधिको गतिले गर्दाखेरि शिक्षा आफ्नो गतिमा क्रमशः अगाडि बढिरहेको थियो। यो नै शिक्षाको देन मान्न सकिन्छ। शिक्षाले नै गर्दाखेरि शिक्षालाई अघि बढाउने विभिन्न उदाहरणहरूको रूपमा डिजिटल क्यामेरा लिन सकिन्छ अनि रेडियो, श्रव्य दृश्य सामग्रीहरू, टेप रेकर्ड यस्तो प्रयोग गरेर नै शिक्षकले आफ्ना विद्यार्थीहरूलाई नै अगाडि द्रुत रूपमा अगाडि बढाइरहेका छन्। शिक्षाका कतिपय चुनौती पनि छन्। शिक्षाको प्रमुख चुनौतीमध्ये नेपाल सरकारले नै शिक्षालाई डिजिटल क्यामेराको माध्यमबाट शिक्षा दिनको लागि शिक्षकहरूलाई उचित तालिम नदिनु पनि शिक्षाको चुनौतीको रूपमा देख्न सकिन्छ। सभापति महोदय, शिक्षाका यी विभिन्न कुराहरूलाई न्यूनीकरण गर्नका लागि शिक्षकहरूले आफ्नो क्षमतामा सुधार गर्ने र सरकारले पनि विभिन्न तालिमहरू राखिदियो भने शिक्षा क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग बढी गर्न गई विद्यार्थीहरूले सामाजिकीकरण बढ्दै गई शिक्षाको क्षेत्रबाट शिक्षक र विद्यार्थीबीच सामाजिकीकरण बढ्दै गई एकल वा सामूहिक जुनसुकै रूपमा अगाडि बढ्न सक्छन् र शिक्षा नै आजको एउटा ज्ञान हो, शिक्षा नै एउटा उज्यालो हो भन्ने म आफ्ना भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हामीले अभ्यास शिक्षणको क्रममा अन्तिममा अतिरिक्त क्रियाकलाप गर्न पर्ने हुन्छ। त्यस अन्तर्गत चाहिँ सूचना तथा सञ्चार प्रविधिको प्रयोगले शिक्षामा पारेको प्रभाव शीर्षकमा रहेर आज चाहिँ हामीले व्यक्तित्व कला गऱ्यौँ। त्यस अन्तर्गत निर्णायक मण्डलमा रहेर हामीले विभिन्न आधारहरू हामी 3 जना रहेका थियौँ। त्यस अन्तर्गत टोटल 150 अङ्कबाट 50-50 पढ्न जाने गरी हामीले अङ्क विभाजन गरी निर्धारित गरेका छौँ, जसमा प्रस्तुतिकरण अन्तर्गत 10 अङ्क रहेको थियो अनि विषयवस्तु अन्तर्गत 30 अङ्क राखेका थियौँ। त्यस्तै निष्कर्ष अन्तर्गत हामीले 10 अङ्क राखेर 3 जना मध्ये 50-50 गरी 150 अङ्कबाट निर्णय गरी हामीले नतिजा निकालेका छौँ। सबैजनाले बोल्नुभएको राम्रो छ, कसैले उत्कृष्ट गर्नुभयो, कसैमा कमी कमजोरी भयो। आउने दिनहरूमा फेरि सुधार गर्दै लैजानु होला भन्दै मैले नतिजा प्रकाशनपट्टि लागेँ। उहाँहरू चाहिँ अगाडि आएर उभिदिनु होला। म पुरस्कार नाम भन्छु, उहाँहरू चाहिँ स्टेजमा आएर उभिदिनु होला अनि प्रमुख अतिथिज्यूको चाहिँ पुरस्कार वितरण गरिदिनुहुनेछ। तृतीय स्थान हासिल गर्नुभएको छ मिलन विश्वकर्मा। सेकेन्ड खुम हो कि चिन्ता नगर हो के छु खुम हेर अहिले हेर सेकेन्ड हो सिर्जना हे प्रभु ओइ पछि आउँछ मात्र ओइ तर म मैले नि भन्छु आजको कार्यक्रम चाहिँ समाप्त भएको घोषणा गरेका छौँ। फोटो सुट भइरहेछ यसरी सबै आफ्नो पारा म त खिच्दिनँ हे यस्तो छाउ लाग्ने यो जोडीलाई एकदम सबैले माया सपोर्ट गरिदिनु होला।
आजको भिडियोलाई चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। यदि तपाईँहरूले मेरो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गएर सब्सक्राइब गरिदिनु होला। अनि भिडियोहरू राम्रो लागेमा कमेन्टहरू पनि गरिदिनु होला। आजको लागि यति नै हो। थ्याङ्क्स फर वाचिङ। बाई।